यो हो नेपालकै पहिलो र दक्षिण एसियाकै दोस्रो हाइड्रो पावर ड्याम। यो ड्यामसम्म आउने पानीको एउटा मूल चाहिँ मैले आज थाहा पाएँ। झन् यो ड्यामबाट 5 मिनट टाढा कस्तो दामी झुलुङ्गे पुल पनि रहेछ। यो ठाउँ फर्पिङ हो। सादो बाटोदेखि 30 मिनट लाग्छ यहाँसम्म पुग्न। यो फर्पिङ हाइड्रो पावरमा हामीले ड्राई पिकनिक पनि मजाले गर्न सक्छौँ। तर मैले चाहिँ यही रहेको पसलमा चटपट फटफट मगाएर खाएँ। चटपट खाएर समय हेर्दा टाइम त एउटै स्मार्ट वाच किन्दा अर्को स्मार्ट वाच र एयरपड फ्रीमा पाउने बेला पो भएको रहेछ। जेठको 25 देखि असारको 5 गतेसम्म यो 6500 पर्ने GTM 5 अर्बिट 30% अफमा 4500 मै किन्नुहोस् र अर्को स्मार्ट वाच र एउटा एयरपड लगेर जानुहोस्। यो युनिसेक्स स्मार्ट वाचमा 1.43 इन्च एमुलेट डिस्प्ले, IP67 वाटर रेसिस्टेन्स सँगै थुप्रै हेल्थ फिचर्स र स्पोर्ट मोडहरू पाउनुहुन्छ, जसमा 6 मन्थ्स वारेन्टी प्लस 1 मन्थ रिप्लेसमेन्ट ग्यारेन्टी पनि पाउनुहुन्छ। 100 जनाको लागि मात्र रहेको यो अफर ग्र्याब गर्न इन्स्टाग्राम र टिकटकमा गोट ग्याजेट्सलाई फलो गरी पोस्टमा #गोटग्याजेट्स कमेन्ट गरेको हुनै पर्छ। हाइड्रो पावर ड्यामबाट म घडी हेर्दै जाँदा जम्मा 3 मिनेटमै म पुगे यो फर्पिङको भाइरल पुलतिर। पुलमा रिङ्गडे लाग्ने गरी दौडिँदै रमाइलो गरेर म त्यहाँबाट गए नारायणथान मन्दिर, जुन चाहिँ तल ड्यामको पानीको एउटा मूल हो। रोडकै साइडमा रहेको यो मन्दिरमा माछाहरू हेरेर आनन्दको सास फेरेर म मन्दिर पनि दर्शन गर्न हिँडे। यहाँ रहेको मन्दिरको छेउमा गुरु रिम्पोछेको रिइनलाइटमेन्ट केभ पनि रहेको छ, जुन गुफाभित्र शिर ठ्याक्कै अटिने गरेको एउटा चट्टान पनि रहेको छ। मैले सुने अनुसार चाहिँ यहाँ गुरु रिम्पोछे तपस्या बस्दा उहाँको शक्तिशाली शिरको आकार यो चट्टानमा गाडिएको हो भनिन्छ।